ओके अहिले चाहिँ हामी यो चाइनाको ग्रेट वल जाने स्ट्रिटमा छौँ होइन। हिस्ट्रीमा यसो पढिएको होइन, स्कुल लेभलमा पनि पढिएको, पछिदेखि आउन रहर भएकै ठाउँ थियो। एउटा ब्युटिफुल एक्सपिरियन्स है, रमाइलो भयो। वकिङ चाहिँ लास्टै गाह्रो हुने होइन, एकदमै गर्मी छ, पानी पनि सिद्धियो, पानी पनि छैन, पानीको प्यास लागिरहेछ। अहिले त पानी खाने ठाउँ पनि छैन। मेरो चाहिँ अब उयो केएफसीको जस्तै रहेछ, चाइनिज केएफसी होला मेबी, चाइनाको कुनै फुड होला, यो बुढाले बनाएको यहाँ पनि छ होइन। अनि चाइनामा चाहिँ यस्तो स्कुटर कुद्छ। हाम्रो यिनी चाहिँ चाइनिज ब्युटिफुल गर्ल। अनि ग्रेट वालको लागि चाहिँ यहाँ बस चढ्न लाग्दैछौँ है। यो बसमा चाहिँ अब हामी ग्रेट वाल जाँदैछौँ। सो यो बसमा हो, अब हामी कतिजना अड्छौँ भन्ने कुरा हो यसमा। हामी यहाँनिर बसमा चढ्दैछौँ अब। यहाँनिर आएर यो गाडी रोकेको छ, अब हामी ओर्लिँदैछौँ। ओर्लेर अब हामी चाहिँ जाँदैछौँ। ओके अहिले चाहिँ हामी यो चाइनाको ग्रेट वल जाने स्ट्रिटमा छौँ होइन। अब यहाँनिर चाहिँ प्रब्लम के भइरहेछ भन्दाखेरि हामीले ल्याङ्ग्वेज बुझेनौँ। यहाँ कुनै पनि ट्रान्सलेटरहरू राखिदिएको छैन। बसमा पनि पुरै चाइनिजमा मात्र बोल्छन्, जता हेऱ्यो चाइनिज मात्रै छन्। सो प्रब्लम के भयो भन्दाखेरि हामी तल झरेर पेनिन ट्रेड स्ट्रिटबाट चाहिँ वकिङ जानुपर्ने रहेछ ग्रेट वलको लागि। हामीलाई अब त्यो नबुझेको हुनाले हामी आयौँ। यहाँ आइसके पछाडि खालि केबल कार मात्र रहेछ, फेरि टिकट यति महँगो रहेछ। सो हामीलाई चाहिँ हिँड्न मन थियो ग्रेट वलमा, केबल कारमा चढेर गएर हेरेर आउनु चाहिँ खासै मन थिएन। हामीले चाहिँ वकिङ स्ट्रिट खोजिरहेको, फेरि तलतिर जा भनेर भन्यो। अब यहाँ कसैलाई केही सोधौँ भने पनि छैन क्या, अब के सोध्ने क्या, अब हुन्छ नि, अब लाइक केही बुझ्दैन। अब उनीहरूले बोलेको हामी केही बुझ्दैन, हामीले बोलेको उनीहरू केही बुझ्दैन। र इङ्ग्लिसमा कन्भर्सेसन गरौँ भने पनि सिधै नो भनेर भनिदिन्छ। गाह्रो चाहिँ त्यो छ होइन, तर पनि हामी म्यानेज गरेर हिँड्दैछौँ। होपफुली हामी राइट वेमै पुग्छौँ। म चाहिँ अब तपाईँहरूलाई यो पछाडिको मेरो अगाडिको भ्यूहरू देखाउन जाँदैछु। यो चाहिँ हाम्रो यताको भ्यू हो। यो चाहिँ यो ग्रेट वलको रेलवे स्टेसन है।
फेरि यो रेलवे स्टेसन चाहिँ यहीँबाट उतै तलसम्म मात्र हो, धेरै टाढा नि छैन फेरि। अब यही हो। अब यहाँबाट कहाँनिर चाहिँ जाने भनेर हामी यहाँ खोज्दैछौँ होइन, वकिङ हेर्न जाँदैछौँ। अब फेरि यहाँ चाइनाको अहिले चाहिँ यहाँ 11 बज्यो, सो हामी फेरि ब्याक फर्किनु नि पर्नेछ। ल यहाँ रहेछ पुलिस स्टेसन, यहाँ रहेछ हेल्पको लागि हामीले पुलिससँग पनि कुरा गर्न सक्छौँ। खासमा हामी अघि तलै झर्नुपर्ने हो जस्तो लागेको थियो मलाई चाहिँ होइन, तर पनि अब के हो चाइनिजमा मात्रै बोलिदिएको छन् अनि अर्को ल्याङ्ग्वेज त छँदै छैन क्या। इभन दो सिङ्गल फरेनर्सहरू पनि खासै अथवा अरू कन्ट्रीकोहरू पनि यहाँ भेटिँदैन क्या। ओन्ली चाइनिज टुरिस्टहरू मात्रै यिनीहरूको हुन्छ नि, आफ्नै कन्ट्रीभित्रको टुरिस्टहरू मात्रै भेटिन्छ होइन। कसैले केही बोल्नेवाला छैन, कसैलाई हेल्प चाहियो भने पनि माग्नु पऱ्यो भने पनि कसैले केही ल्याङ्ग्वेजै पुग्दैन। हेल्प गर्न त अब रेडी नै हुन्छन् होइन, सबैजना एकदम अलिकति वेलकमिङ नै छन्। तर ल्याङ्ग्वेज नबुझ्दाखेरि चाहिँ सबसे बिग प्रब्लम चाहिँ त्यो छ। यो पनि होइन जस्तो छ, यो होइन। यो त 100 मिटर तल आइपुग्दैछ हामी। त्यो अघि ठाउँ होस् लाग्यो मलाई चाहिँ, अघि ठाउँ होस् ला होइन। हेलो, हामी 4 जना छौँ। सो 4 जना, अब 4 जना हामी पनि उस्तै छौँ होइन। वी डोन्ट नो एनिथिङ। लेफ्ट त्यो अघि मान्छेहरू झरेर ओर्लेर हिँड्न लागेको ठाउँ जस्तो लागिरहेको छ क्या मलाई। यहाँ होइन, उता तल होइन होइन, तल झरेको छ क्या। त्यो हामी अघि रोक्यो नि कति बेरसम्म, त्यहाँ झरेको छ। सबै चाइनिज ल्याङ्ग्वेजमा मात्र छ क्या। अब लिटरली कुनै इङ्ग्लिस ल्याङ्ग्वेजहरू पनि केही छैन क्या। अब नेपालमा त हाम्रो होइन, होइन इट्स अ ब्युटिफुल एक्सपिरियन्स होइन। अब यसरी बस लिएर आउँछ, सर्ट लाएर उतै तलबाट यहीँसम्म मात्र ल्याउने हो फेरि ल्याउन चाहिँ होइन। गाडी चाहिँ स्पिडै कुदिरहेको हुन्छ, तर बसभित्र चढ्दा चाहिँ कति स्लो कुदे जस्तो फिल हुन्छ। है हुप्प टाइप पनि छ। ल न अहिले चाहिँ अलिकति राम्रै मजाको हावा आएको छ गाइज। अब यही यहाँबाट चाहिँ होस् लगाइरहेछ। वर्क अफ द ग्रेट वाल त्यहाँ रहेछ। अब हामीलाई त त्यहाँ लेखेको छ वर्क अफ द ग्रेट वाल भनेर। त्यहाँ देखिसकेँ। अघि हामी यहीँ झर्नु पर्ने थियो होइन। यहाँबाट चाहिँ झरेर हिँडेर जाने हो अरे होइन। हामी त हिँड्न आएको हो नि त खासमा। जो वकिङ स्ट्रिट चाहिँ भेटेका छौँ होइन। वकिङ स्ट्रिटमा चाहिँ अब हामी हिँड्दैछौँ। यहाँबाट चाहिँ पुरा ग्रेट वालको माथि जाने बाटो यो रहेछ जस्तो लागिरहेको छ। अब हामी यहाँ हिँड्दैछौँ। अब यो मेरो पछाडि चाहिँ चाइनाको एन्सेन्ट होइन पिरियडको स्ट्याचु छ। यो लाइनमा चाहिँ सबै त्यस्तै छ। म तपाईँलाई एकचोटि क्यामेरा उता गरेर देखाउँछु। हिस्टोरिक कुराहरू चाहिँ यसमा यहाँनिर छ। सेक्युरिटी पास पनि भयो होइन। अब यो चाहिँ वकिङ स्ट्रिट हो। यहाँबाट अब वकिङ जान्छौँ। त्यो हिस्ट्रीमा यस्तो पढिएको होइन, स्कुल लेभलमा पनि पढिएको, पछिदेखि आउन रहर भएकै ठाउँ थियो। अलिकति धेरै नै चाइनामा चाहिँ के प्रब्लम भन्दा ल्याङ्ग्वेज प्रब्लम, त्यसको चाहिँ इन्टरनेटको प्रब्लमहरूले गर्दाखेरि समस्याहरू चाहिँ आयो। तर त्यो समस्याहरूको सँगसँगै एउटा मजा पनि छ। सो प्रब्लली तपाईँहरू पनि कोही आउन चाहिरहनु भएको छ, चाइना ग्रेट वाल हेर्न आउन चाहिरहनु भएको छ भने चाहिँ सबैजनाले पहिले नै फुल प्रिपेयर गरेर चाहिँ चाइना घुमाउनु होला। खासमा चाहिँ यो जब ग्रेट वाल आउनुहुन्छ तल नै जहाँ बसले फर्स्ट स्टेपमा रोकिन्छ त्यहाँ रोकेर चाहिँ हिँडेर आउनु होला। हामी चाहिँ माथि पुगेर फेरि तल घुमेर आउनु पऱ्यो। यो चाहिँ वकिङ स्ट्रिट हो।
看着有效的，了不地。 Journey start भयो आयौँ म्याम कति किलोमिटर हिँड्छौँ हामी आज हामी त्यस्तै 4000 किलोमिटर जति हिँड्छौँ कि अनि भरे के गर्छौँ हामी भरे चाहिँ आज ग्रेट वाल अफ चाइनामै बस्ने प्लान छ ग्रेट वाल छ होइन हामी नर्थ साइड जाने कि साउथ साइड जाने साउथ मसँग चाहिँ टिकट अनि पैसाहरू सबै मैले म्यानेज गर्छु नर्थ Mr. Pradeep, explain something about Great Wall. No climbing. No climbing. This is Great Wall. अझै टपमा आउने बाँकी छ हल्का स्याहार चाहिँ भइरहेछ होइन पुरा हिँड्दा यो चाहिँ हाम्रो साउथ साइडको सिन यो उताको चाहिँ नर्थ साइड भन्दो रहेछ यो चाहिँ नर्थ साइडको सिन Wow! Amir bro, say something. केही भन यार एकदम ठिक छ हैन थकाइ पनि लागिरहेछ तर एकदम ह्याप्पिनेस छ म चाहिँ एकदम आइरहेछ हैन
हाय लागिरहेछ बट बस्न मन छैन मलाई हिँड्न मन छ के हो हेलो गाइस अब चाहिँ हामी त्यो पछाडि अर्को यतापट्टिको त्यो ब्लकबाट चाहिँ हामी फर्केर आइपुगेका छौँ। अब फर्किँदै हो। अब हामी फर्केर चाहिँ तल बस स्टेसन ट्याक्सी स्टेसनमा चाहिँ जानुपर्ने हुन्छ। सो हामीलाई थाहा छैन बस चाहिँ अब कहाँबाट लिने कसरी लिने र सबवेहरू पनि केही आइडिया छैन। अब त्यहाँ गएर बुझ्नुपर्ने हुन्छ। लास्टै थाकियो, घाम पनि त्यस्तै छ। एउटा ब्युटिफुल एक्सपिरियन्स है, रमाइलो भयो। वकिङ चाहिँ लास्टै गाह्रो हुने होइन। एकदमै गर्मी छ, पानी पनि सिद्धियो, पानी पनि छैन, पानीको प्यास लागिरहेछ। अहिले त पानी खाने ठाउँ पनि छैन। अब चाहिँ पानी खानलाई चाहिँ उता तल नै पुग्नुपर्ने हुन्छ। अब एकछिन चाहिँ हामी यहाँ बस्छौँ शीतलको लागि। यहाँभित्र चाहिँ हामी एकछिन बस्छौँ। यहाँ चाहिँ एकदमै चिसो शीतल हावा आएको हुन्छ। त्यसरी यहाँ मान्छेहरू बसिरहेको हुन्छन्। अब यो वे हो हामी जाने चाहिँ। अब चाहिँ हामी यहाँबाट तल देखिरहेको त्यहाँ पुग्नुपर्ने हुन्छ। त्यहाँ पुग्नुलाई हाम्रो चाहिँ धेरै नै वे डाउन जानुपर्ने छ। आफ्टर सो लङ फाइनली हामी चाहिँ अब डाउनवर्ड्समा आइपुग्यौँ होइन। यहाँबाट चाहिँ हामी यतातिर लाग्छौँ। यो साइडबाट चाहिँ अर्को अब नर्थ साइडतिर जाने ठाउँ हो होइन। अब हामी चाहिँ साउथको 7 ब्लकसम्म पुगेर फर्केर बल्ल यहाँ आइपुगेका छौँ। अब हामी हाम्रो होटलतर्फ फर्किनुपर्छ। अब त्यहाँ पनि अराउन्ड 2 आवर्स जति लाग्छ यहाँबाट हामीलाई ट्याक्सीमै जाँदाखेरि पनि। अब बस र ट्रेनको चाहिँ हामीलाई त्यति आइडिया छैन र नेट पनि नचलेकोले हामीले त्यो चाहिँ अब कहाँबाट चढ्ने के गर्ने पनि पत्ता लगाउनलाई अलिक गाह्रै परिरहेको छ। अब यहाँबाट चाहिँ हामी जान्छौँ। अब गाइज अब लागौँ। ऊ त्यहाँनिर यस्तो रहेछ, एकदमै प्यास लागिरहेको छ होइन। ऊ त्यहाँ गएर आइसक्रिम वाटर केही खाइदिउँ न त। पानी किन्यौँ होइन, पानी पनि खायौँ। पानी प्यास लागेकोले हामीले यहाँ भिडियो सिडियो केही पनि बनाएनौँ होइन। डाइरेक्ट बरफ, यो चाइनिज बरफ चाहिँ अब हामी खाँदैछौँ होइन। अब हामी चाहिँ बस स्टपतिर जाँदैछौँ होइन। 4जनाले। कस्तो लाग्यो म्याम? एकदम मिठो छ, रमाइलो भयो। ग्रेट वालको ट्रिप कस्तो लाग्यो? एकदम रमाइलो भयो। रमाइलो है, सोचेको थिएन है बच्चावालाको ट्रिपमा। सबजना सोचेको थिएन यहाँ आउँछु भनेर त रमाइलो भयो। चाइनाको सबैभन्दा रमाइलो पार्ट नै आजको। तर एउटा खुसी कुरा चाहिँ हामीले ग्रिसबाट आएको केही 2जना जोडी गोराहरू पनि भेटेका थियौँ। अनि उनीहरू पनि इङ्ग्लिस बोल्ने मान्छे नपाएर चाहिँ एकदमै तडपेको रहेछ। सो उनीहरूले हामीलाई हेलो भने थियो, हामीले रिप्लाई गर्ने बित्तिकै उनीहरू हामीसँग खुसी भएर बोल्यो, सेम गुनासो गर्दै थियो। अनि एकछिन बोल्यो, त्यो भडास निकाल्यो उनीहरूले पनि चाइनाको। सो त्यो भडास पछाडि हामी पनि एकछिन कुरा गरेर अनि हामी फर्केको। सो रमाइलो एक्सपिरियन्स। हल्का अब वेदर पनि पानी पर्ला जस्तो भएको छ होइन। अब हामी चाहिँ जाँदा जाँदै पानी परिरहेको छ होइन चाइनामा। हो हल्का भिजिँदैछ। हामीसँग छाता पनि छैन। पछाडि पुलिसको गाडी गयो। अब हामी चाहिँ यहाँ ट्याक्सी हेर्न जाँदैछौँ होइन। हो म चाहिँ अब उताको भ्यू देखाउँदैछु है त गाइज। यो चाहिँ रेस्ट रुम हो होइन। यो चाहिँ रेस्ट रुम हो। त्यस पछाडि यो चाहिँ अब उयो केएफसीको जस्तै रहेछ, चाइनिज केएफसी होला मेबी, चाइनाको कुनै फुड होला। यो बुढाले बनाएको यहाँ पनि छ होइन।
अनि चाइनामा चाहिँ यस्तो स्कुटर कुद्छ हाम्रो यिनी चाहिँ चाइनिज ब्युटिफुल गर्ल अनि त्यो स्टारबक्स कफी यहाँ छ यो चाहिँ घोडामा चाहिँ यहाँ मान्छेहरू धेरै फोटो खिच्दैछन् यो एन्सेन्ट टाइमको यो के हो यो पुरा त्यो मान्छेहरूले रफ तान्ने जस्तो पो रहेछ त यो यसलाई के भन्छ यसलाई बगी तान्ने जस्तै रहेछ यो चाहिँ पुलिसको गाडी हो यहाँ पनि छ है हिस्टोरिक स्ट्याचुहरू चाहिँ यहाँ बाटो बाटोमा राखिदिएको छ अब चाहिँ हामी यो ग्रेट वालको एन्डिङ पोइन्टमा आइपुगेका छौँ फर्केर अब हामी होटलतिर फर्किँदैछौँ अब हामी यहाँबाट ट्याक्सी लिएर जानुपर्छ अब बस लिएर कहाँ जाने कुन सिटीमा जाने हामीलाई केही पनि थाहा छैन होइन कुन सिटीमा जाने चाहिँ थाहा छ बट बस कहाँबाट पाउँछ चाहिँ हामीलाई थाहा छैन मान्छेहरू सबै फर्किसक्यो अब बेलुका नि भइसक्यो नि त बेलुका नि भइसक्यो अब उहाँ भएको बसहरू कहाँ जाने के नि थाहा छैन मेन प्रब्लम भनेको यहाँको ल्याङ्ग्वेजले हो क्या ल्याङ्ग्वेजले गर्दाखेरि चाहिँ हामीलाई एकदमै प्रब्लम भएको थियो अब हामी चाहिँ यहाँ ट्याक्सी हेर्नु जाँदैछौँ हामीले चाहिँ अब यो ट्याक्सी भन्दा नि कारै पाएको छौँ होइन अब यहाँ बार्गेनिङ चल्दा 400 यानि कि यहाँदेखि बिहान हामी 260 261मा आएको थियौँ अहिले चाहिँ 400 भनेर भन्दैछ नि दरो बार्गेनिङ चल्यो मान्दै मानेको थिएन फाइनली अब यताबाट बस अब वे पनि नपाउने भएर चाहिँ लास्टै झ्याउ क्या अनि योसँग चाहिँ अब बार्गेनिङ गऱ्यौँ अब नि बार्गेनिङ गरेर चाहिँ अब हामीले 300 यानसम्म चाहिँ लगिदिन्छु भने अनि चढेर अब जाँदैछौँ लास्टै महँगो परिरहेछ ठिक छ अब यो ल्याङ्ग्वेजहरू आफूले बाटोहरू थाहा नपाउँदाखेरि अलिकति समस्या चाहिँ हुने रहेछ चाइनामा होइन धेरै नै अब यहाँ चाइनिज दाजुलाई जति जे सोधे पनि केही रिप्लाई आउँदैन अलिकति झ्याउ चाहिँ झ्याउ छ